नमस्कार अनि गुड मर्निङ साथीहरू। म चाहिँ भर्खर काममा हिँड्दैछु, केही देखिया छैन, हेर्नु सक्नुहुन्छ है, केही देखिया छैन, जाँदैछु, अँध्यारै छ आज चाहिँ होइन। अनि अब म जाँदै गर्दा बाटोमा देखाउँछु है त, हेर्नु सक्नुहुन्छ, केही देखिया छैन कि, देख्नु सक्नुहुन्छ म आधी बाटोमा आइपुगेछु। अब आज चाहिँ अलिअलि छिटो त भएको छ। पसलबाट भन्नु त भन्नुहुन्छ, अब उता पसलबाट चाहिँ होइन यति चाँडै यो गर्नुभन्दा अब ठ्याक्कै 7:30 बजीतिर 8 बजीतिर आइपुग्दा पनि हुन्छ भन्नुहुन्छ। अब तर मलाई के घर बसेर मात्र के गर्ने हो र यार, घर बसेर मात्र के गर्ने हो र होइन, उठेपछि अब बसिरहने झ्याउ लाग्छ नि त, त्यही भएर म हिँडिहाल्छु क्या। अब बसिरहन बिहान पख अलिकति हिँडिहाल्यो भने, हिँडिरह्यो भने कसरत पनि हुन्छ नि त, अनि त्यही भएर हिँडिदिन्छु क्या म चाहिँ। अनि तपाईँहरूले खै त मेरो च्यानललाई त अझै पनि सब्सक्राइब गर्नु भएको छैन, अझै पनि हेल्प चाहियो क्या साथीहरू, तपाईँहरूको हेल्प चाहियो होइन। तपाईँहरूले गरेको हुने हो र यार, तपाईँहरूले गर्दै गर्नुहुन्न, यस्तो त भएन नि साथीहरू, हेल्प त गर्नु पऱ्यो नि होइन। तपाईँहरू एउटा दाइ सम्झेर, एउटा भाइ सम्झेर, एउटा साथी सम्झेर यसो हेल्प त गरिदिनु न यार। हेल्प गर्दैमा केही बिग्रिन्छ जस्तो त लाग्दैन मलाई त होइन। म चाहिँ अहिले ठ्याक्कै यता आधा बाटोभन्दा पनि खोला थिम्मै आइपुगिसकेको छु कि, देखाउँछु है त अहिले है त। ल हेर्नु सक्नुहुन्छ यहाँ कसले बाटो बिगारिसकेको छु फेरि, अब कसरी जाने। ठ्याक्कै खोलामा आइपुगेँ क्या म चाहिँ, ठ्याक्कै खोलामा छु है त। यता खोलाहरू छ, खोला ठुलो खोला छ। अनि म चाहिँ यहाँबाट गइरहेको छु कि, हो त्यहाँबाट अङ्कलले त्यहाँ बाल्टी पखाल्दै हुनुहुन्छ फेरि होइन। धेरै जाडो छ, हाम्रै सानबाबु रहेछन्। त्यसमा रहेछन्, दुध छन् हिँड्नु आएको बल्ल हिँडेको दोकानमा। आज अचाल त यताबाट आउनु रहेछ, के भयो र यताबाट, के भयो? कहिले? बत्ती बारे मोबाइलमा देखाएको थिएँ मैले। हो पहाडतिर त पूजा गर्ने अरे त, कुल पूजा गर्ने भन्नुभएको थियो माघमा। माघतिर माघको लास्टतिर राजु अङ्कलले फोन गर्नु भएको थियो, कुल पूजा गर्ने अरे। पहाडतिर मन्दिर बनाउने अरे। एउटा तपाईँहरूको भागमा 15,000 परेको छ अरे, मेरो भागमा 10,000 परेको छ अरे, कान्छो बाको भागमा 10,000 परेको छ अरे। तपाईँहरूको 15,000 हो।
भाँडा दिनु पर्यो भाँडा कुरा भाँडा कसले हो राजु खगेर छु राजु अङ्कलले अस्ति नै फोन गर्नु भएको थियो मलाई देख्न सक्नुहुन्छ है ल हजुर यताबाट जानु म यहाँबाट हो जाने यहाँबाट हो त्यहाँ पसलमा छिटो पुगिन्छ ल साथीहरू छुट्टेँ म चाहिँ अनि उहाँ चाहिँ को हुनुहुन्छ भन्दा नि उहाँ चाहिँ मेरो बा पछिको बा हाम्रो बाको साइलो बुवा ए सरी हाम्रो बुवाको साइलो भाइ हाम्रो बुवा जेठो अनि माइलो चाहिँ बुवा बित्नु भयो होइन अब बित्नु त हाम्रो बुवा नि बित्नु भयो तर हाम्रो बुवा जेठो अनि माइलो बुवा चाहिँ बुवा पछिको बुवा चाहिँ बित्नु भयो अनि उहाँ चाहिँ साइलो अघि भेटेको बुवा चाहिँ साइलो अनि कान्छो बुवा चाहिँ उता बिलानी हुनुहुन्छ कुनै दिन म बिलानी गएको मौका पऱ्यो बिलानी गएको टाइम मिल्यो भने चाहिँ म देखाउँछु तपाईँहरूलाई है कान्छो बुवासँग पनि भेट गराउँछु म अनि उहाँ चाहिँ साइलो बुवा हुनुहुन्छ कि उहाँसँग मैले के कुरा गरेको भन्दा पनि नि अब हाम्रो उता पाहाडघर चाहिँ उता डेढगाउँ हो नि त मचडी अनि उहाँको अङ्कलले मेरो बुवाको भाइ हल्लो दाजुभाइको भाइ के अनि भाइ चाहिँ उता मचडी हुनुहुन्छ नि त अनि त्यो अङ्कलले मलाई फोन गरेर भन्नुभएको थियो कि लक्कुल पूजा गर्ने हो ल एउटा भागमा 10,000 परेको छ तिमीहरूको भागमा दाजुभाइ कति दाजुभाइ छ त्यो हिसाबले लगाएको रहेछ कि दाजुभाइको छोराहरू कति छ त्यो हिसाबले लगाएको रहेछ कि भाग चाहिँ पैसाको अनि मेरो भागमा चाहिँ 10,000 रुपियाँ परेछ अरे अनि उता साइलो बुवाको छोराहरू 3जना हो नि त अनि 3जना हो अब 3जना भएको कारणले गर्दाखेरि साइलो बुवाहरूको चाहिँ 15,000 परेछ अरे अनि कान्छो बुवाको छोरा चाहिँ एकजना मात्रै हो नि त त्यही भएर उहाँहरूको भागमा चाहिँ 10,000 रुपियाँ परेछ अरे कि त्यही भएर कहिले हो के कसो हो भनेर बुझेको कि त्यही हो अब कान्छो बुवाको ठ्याक्कै कान्छो बुवाको हाम्रो बुवाहरू चाहिँ 4 भाइ होइन 4 भाइ मैले 2 भाइ मात्रै हुनुहुन्छ कान्छो र साइलो माइलो र जेठो चाहिँ बित्नु भयो मेरो बुवा जेठो मेरो बुवा नि बित्नु भयो जेठो चाहिँ माइलो बुवा पनि बित्नु भयो माइलो हुनुभयो साइलो उहाँ हुनुभयो कान्छो चाहिँ बिलानी हुनुहुन्छ है अनि दाजुभाइ भरिमा हाम्रो बुवा जेठो तर फेरि बुवाहरूको दाजुभाइ भरिमा हाम्रो बुवा जेठो तर दाजुभाइको छोराहरूमा चाहिँ म जेठोको छोरा म भएँ तर दाजुभाइको छोराहरूमा कान्छो चाहिँ म फेरि होइन सबभन्दा सानो चाहिँ म हो त्यही भएर त्यही भइरहेछ अब के हुन्छ कुरा भइरहेछ के अरे के हुन्छ के अरे अब त्यो पछि थाहा होला होइन खबर आउला के अरे छोडिदिउँ त्यो कुराहरू म चाहिँ अहिले यहाँ आइपुगेछु है त ल है त म आइपुगिसकेँ बसन्तपुर म चाहिँ अहिले हार्भेस्टर चोकमा छु हेर्नु देख्नु सक्नुहुन्छ है गाडी यहाँ खडा छ गाडी यहाँ खडा छ कि यस्तोमा चाहिँ म चाहिँ अहिले देख्नुभयो नि यता जाने अब यता
पारीतिर जान्छ जस्तो छ बाहिर त त्यो त चिन्न पर्ने पारीतिर जान्छ पारेकै हो कि हेर्दै थाहा हुन्छ नि पाण्डे भए त रोकी भ्याउँथे तिनले मामा तिनले बिचरा पैसा जति भने नि दिन्छन् गो घरिघरि माग्दा सधैँ त दिन्नन् यतिवटा दिन्छन् 100 रुपियाँ नजिकैकोमा भन्थ्यो त मेरो कान्छो अङ्कलको आफ्नै कान्छो अङ्कलको सालो माइलो सालो ए जेठो सालो अङ्कलको जेठो सालो है भनेपछि मेरो नि मामा दुईटा छन् नि पाण्डे दाजुभाइ नै छन् नि ल त गाइस फाइनली म चाहिँ घर आइपुगेँ कि म घर आइपुगेँ होइन अब आएर बित्तिकै सुतेँ